परेवा उडिरहेको थियो, गनिरहेको थिए। पैसा गनेर उसलाई भन्नु थियो कति कमाउँछु भनेर। त्यही बेला बिहान साङ्लोको बच्चा आशीर्वाद दिन आएको रहेछ मलाई। मेरो टाउकोमा बसेर गाडी चढेर सररररररर। एमाजोन जङ्गल जस्तो मेरो कपालमा आफैलाई तस्कर गर्छु भन्ठान्या होला। अमेरिका पो जान खोज्या थियो कि। डेन्जर छ, तर पनि साङ्लो पनि त यही देशमा जन्मेको, मेरो कपालबाट खसेको, अमेरिका पुग्यो होला भन्ठानेको राम नाम सत्य हो। पत्तो पाएन मेरो अर्को खुट्टाले मलाई मानव अधिकार पर्यावरणको मतलब छैन। जताततै प्लास्टिक छ, जताततै केमिकल। रुँदा प्लास्टिक झर्छ, थु गर्दा प्लास्टिक। यत्रो ठुलो ठुलो देशले त्यत्रो विनाश गर्छ। म चाहिँ एक थोपा पानी खेर गयो भनेर दिनभरि त्यो खेर गएको पानीको दुर्घटना नबिर्सिन्जेल तनाव लिइराखौँ। एउटा भिडियोमा हेरेको थिएँ, हामीले जे गर्दा नि प्रदूषण हुँदो रहेछ। अनि त्यो भिडियोमा राजेश दाइले मगाउनु भएको थियो गाईको दुध। त्यो नि 1 लाख दिन्छु भनेर। शुद्ध दुध है, पाउँदैन रे। बरु आइफोन पाउँछ रे 1 घन्टामा। अनि 1 घन्टामा मैले नि सोचेँ, मैले यो संसार बचाउन सक्दिनँ भनेर। म पागल भएको हो त्यो बेलामा, साँच्चै नै पागल भएको थिएँ। एक थोपा पानी पनि आउने पिँढीलाई जोगाइदिन खोज्दा खोज्दै अनि आउँछ अर्को पिँढी। 1 वर्षको म एउटा पिँढी, 5 वर्षको म 2टा पिँढी, 30 कटेको म एउटा भयानक पिँढी। ल म भनिदिन्छु नि। कसैले तैँले कति कमाउँछस् भनेर सोद्धा 15 भन्छु। उसले सोध्छ 1500। म चुप बस्छु। फेरि भन्छ 15,000। होइन भन्छु म। अनि ऊ चुप बस्छ। अनि आफू मसँग हारेको मौन धारणा गरेर एकछिनपछि फेरि सोध्छ 1.5 लाख। होइन भन्छु म। खाटमुनिको कक्रोचको एउटा पिँढी सकेर अर्को पिँढी गर्दै कति लड बच्चा जन्माइसक्यो। अनि आफ्नो घमण्ड दम्भ बिर्सेर वर्षको 1.5 लाख भनेर सोध्छ मलाई। होइन भन्छु म। अब है ऊ रियालिटीतर्फ नजिक पुग्दैछ, वर्षको 15। अब त्यो मान्छेलाई आफू बेकार लाग्न थाल्छ। 15 लाख महिनाको? म हो भन्छु। अनि फेरि कमाइ थप्छु, महिनाको 2 पटक। वास्तविकता यस्तो भयो। वास्तवमा भन्दा सञ्जय दत्त हुन्छु म। उही कहानी वास्तविकमा भन्दा एउटा परेवा थियो, हिँडिरहेको थियो, अनि एउटा गाडीले खिचिदियो। कति त्यो गाडी देश त थिएन, केरा खाने सरकार, चिप्लिने म। कमाइ मेरो पनि त होस् न, 15 किलो सुन महिनाको 2 पटक।